हेलो गाइज, हामी चाहिँ आज साइकल किन्न जाँदैछौँ भिनाजुको लागि। तो चलिए शुरू करते हैं। यो हाम्रो बाटो भयो हामी जाने। हामी चाहिँ ठ्याक्कै हाम्रो कलेजको पछाडिको बाटोबाट जाँदैछौँ हामी। हाम्रो चोक गाइज, यो चाहिँ हाम्रो कलेज हो गाइज। कलेज भन्दा पनि हाम्रो कलेज चाहिँ अगाडिपट्टि छ। यो चाहिँ पूर्वाञ्चल युनिभर्सिटीको एक्जामिनेसन म्यानेजमेन्ट सेन्टर हो, त्यसको अफिस हो। अनि यो हाम्रो बाटो हो, यो हाम्रो कलेजको गेट हो, पछाडिको है, तर अगाडिको होइन। अब हामी जाँदैछौँ साइकल किन्न। साइकल बजेट कति हो दिदी? ल साथीहरू, हामी चाहिँ फुटबल चोक आइपुग्यौँ। फुटबल चोक र हाम्रो चोकको बिचमा हो हाम्रो साइकल लिने पसल चाहिँ। अनि हामी तिनजना चाहिँ जाँदैछौँ साइकल लिनको लागि। म चाहिँ कसरी भ्लग गर्ने भनेर सिकाउँदैछु, एङ्गलहरू सिकाउँदैछु। होइन, मलाई यो भ्लगको बारेमा चाहिँ मोबाइल पक्रिनु चाहिँ आएन, त्यही भएर सबैलाई हिँड्न सिकाउने बेला भएछ। यो पनि यसरी हिँड्दो रहेछ। कुप्री परेर हिँड्छ, कुप्री भइसक्यो। पछि राम्री राम्री केटीहरूले पनि हेर्दैनन्। रोजिना केसी 5056 छ मेरो युट्युब च्यानल। प्लिज गएर सब्सक्राइब गरिदिनु होला। के सेल 150 में लुगा उहाँ लागिरहेको छ। तपाईँहरूलाई चाहिन्छ भने भैरवमा आउनु होला है। कस्तो रिस उठाउँछ साथीहरू यसले घरिघरि त नि। यस्तो अरे गाइस सिकाइदे पनि। कस्तो चाहिँ अति नै रिस आउँछ, रिस उठाउँछ। सिकाइदे पनि अरे अनि सिकाइदिँदाखेरि अझ बेला त पुरानै मिल्दैन। बाजेको बाजे गर्छ, जुजेको माया पनि गर्दैन। यस्तो खतम छ यो केटो मुन्द्री। ल है साथीहरू, हामी त पसल आइसक्यौँ। ठ्याक्कै पसल आइसक्यो। अब जुस गर्छु भने किने भन्ने कुरा चाहिँ साथीहरू त्यहाँनिर चाहिँ हामीलाई साइकलै मन परेन, कस्तो कस्तो लाग्यो। त्यही भएर हामी अर्कोमा हेर्यौँ। अर्को यसमा चाहिँ हामीले पहिला नै हेरिवरि रेडी पारेर गएको थियौँ। ठ्याक्कै यहाँनिर जाँदैछु मैले। गाइस, हामी चाहिँ यो पसल आइसकेको छौँ है यहाँनिर। ल यहाँनिर हजुर कस्तो लाग्यो? डन। अहिले चाहिँ अहिलेको साइकल र अहिले फेरि अर्को साइकलमा ट्राई हान्दै हुन्छ। दुइटै धेरैवटा कुदाउनु पऱ्यो न, जुन सजिलो छ त्यही लानु पऱ्यो नि त। यो कम्फर्टेबल चाहिँ अहिलेको छ कम्फर्टेबल। यही सजिलो छ। साइकल थाहा नपाएर कुन किन्नु भएर बसिराख्नु भएको छ त्यो लाएर। जाउँ न हौ, भात ताकेर खाइसक्यो होला नि। पुनः मैले त सकाउँछ त त्यो सब्जी त सबै। यो दिदी चाहिँ अब अर्को ट्राई गर्नुभयो। यो सजिलो कि त्यो सजिलो? गाइस, यति गाह्रो त मलाई बुढा छान्न पनि भएको थिएन होला। साइकल छान्न यति गाह्रो भयो। फाइनली लास्टमा चाहिँ हाम्रो यो वाला साइकल फिक्स भयो। अनि हामी चाहिँ लिएर आई लभ माई बाइक लेखिरहेको छ। दिदी खतरा हो नि त, त्यही भएर अनि बल्ल बल्ल हाम्रो चाहिँ मिलायौँ। अनि बिल सिल ल्यायौँ, मायौँ साथीहरू। अब म बुढाको रियाक्सन देखाउँछु हजुरलाई। ओइ भाइ, छिटो छिटो नजाऊ ल। अनि भाइलाई चाहिँ कमिसनमा भाइ बिकेको रहेछ। अनि यो फेरि कसम खाता कमिसन ल्याएको भनेर भन्छ। हेर्नु त बाफे, सबै हामी के भन्नु र चण्डाल छौँ। हामी सब चण्डाल हो। घटाउन पनि 2 घन्टा लाग्यो गाइज। हाँस्नु त नयाँ साइकल Thank you for watching guys. सालीले नमस्ते गरेको गाइज एनर्जीलाई। गाइज, बुढाको रियाक्सन चाहिँ केही भएन, केही आयो, एकदम नर्मल। यस्तै हो। थ्याङ्क यू फर वाचिङ गाइज।